हेलो एन्ड गुड मर्निङ साथीहरू सम्पूर्णलाई आजको नयाँ ब्लगमा आजको दैनिकीमा तपाईँलाई स्वागत गर्न चाहन्छु। मेरो आजको दैनिकी एक कप मनतातो पानीबाट सुरु भएको छ र आजको बिहानको नजारा यस्तो छ। अब हामी यहाँ थोरै काम गर्छौँ, मोटर चलाउनु पर्ने छ। बिहानै चलाउँदा 3 चोटि चाहिँ जान्छ हैन लाइन, त्यही पनि बाध्यता छ। हेरौँ आज के हुन्छ। लाइनमा त गइरहेछ। बिहान मात्र कति चोटि चलाइन्छ? 3 चोटि कन्फर्म हो। हिजो 3 अस्ति 3 शनिबार बेलुका चलाउनु भनेर। कहाँ सजिलो छ र पानी आउनु पर्ने। हाम्रो घरको अगाडिपट्टि हैन उत्तर साइडमा यस्तो छ फुल कोठेबारी अनि सुपारीहरू। त्यस पछाडि मेन बाटो यहाँ छ एउटा फ्रन्ट साइडमा। यहाँ हाम्रो बिहेको गेट भत्किसकेको छ। अनि दक्षिण साइडमा यस्तो छ खेतबारी अनि ढेडी। यो चाहिँ हामीले लगाएको, मैले लगाएको भनौँ न फर्स्ट टाइम। अनि हाम्रो बसन्ती पुरा रेस्टमा छ अहिले, कहीँ गइँदैन। यस्तै छ बिहानै साथीहरू घरमा। अब म एकछिन निस्किन्छु। हाम्रो गाउँ चाहिँ यस्तै छ है साथीहरू। दक्षिण साइड, पश्चिम अनि यो उत्तर। म चाहिँ अब एकछिन पसलतिर लाग्छु, पश्चिमतिर पल्लो बाटो। त्यहाँ हाम्रो भाइको अङ्कलहरूकोमा पसल छ, त्यतातिर लाग्छु। अनि थोरै तपाईँहरूलाई बाटोको सिन पनि देखाउँछ है त साथी। हामी यहाँबाट सिधै जान्छौँ। यहाँ भर्खर पूर्व हाल्नु भएको छ, तर अलिकति यहाँ कस्तो कस्तो छ होइन। अरू बेला चाहिँ कुलो पानी टन्नै खोज्थ्यो, योपालि चाहिँ अब यस्तो बनाउनु भयो। रुखको जराहरू पनि सबै उखालेर पानी अलिकति अब यहाँ के हुने हो भन्नै सकिएन। अप्ठ्यारो छ केस। त्यस पछाडि यो साइड छ नर्सरी। मेन छ होइन, हरियाली छ, राम्रै छ। भ्यू हेर्न मजै आउँछ। हाम्रो गाउँको भ्यू होइन, टुरिस्ट एरिया होइन, लोकल गाउँको भ्यू यस्तै हुन्छ साथीहरू। मलाई चाहिँ बिहानको नजारा चाहिँ एकदम स्विट दामी। बाहिरबाट निस्केपछि चाहिँ माइन्ड फ्रेस गराउने भनेकै यस्तै कुराहरू हो। खेतीपातीको हरियाली अनि चराचुरुङ्गीको साउन्ड। फेरि यो खेतीपाती नहुँदाखेरि चाहिँ फरक पर्छ, धेरै फरक पर्छ। अब चैत भयो अहिले, वैशाखमा लास्ट उराठ लाग्दो हुन्छ। पत्ताहरू सबै झरेर अनि फेरि नयाँ पलाउँछ। अनि चाहिँ फेरि दामी, झन् दामी देखिन्छ त्यति बेला चाहिँ। माथिल्लो साइडमा हेर्न न धान छ। गाउँ यति मजाले लगाउनु भएको छ हाम्रो अङ्कलहरूको। मकै हेर्नु हराभरा, पुरै हराभरा छ नि त। अनि मुडै फ्रेस गर्ने सानो राम्रो देखिन्छ त। अनि गाउँ हेर्नु त लु पाकेर यस्तो मजाको छ। अनि मलाई चाहिँ साह्रै मनपर्छ सहर बजारको भिडभाड भन्दा पनि यस्तै। एकदम सही दामी शान्त वातावरण। नरिवलहरू पनि छ, सुपारीहरू पनि छ। सुपारीहरू पनि टन्नै हुन्छ मान्छेहरूकोमा, नरिवलहरू पनि टन्नै हुन्छ झापामा। एकदमै प्रशस्त मात्रामा हुन्छ। अहिले नरिवल अलिक कम भएको छ, घटायो। पहिले चाहिँ हाम्रोमा पनि प्रशस्तै थियो होइन, अहिले चाहिँ मास्यो। राम्रो हुन्छ, मिठो पनि हुन्छ।
खालको हुन्छ नरिवलहरू सुपारीहरू। म चाहिँ पल्लो बाटो आइसकेको छु। माथिल्लोबाट चाहिँ पसल छ घरमा। अब यहाँ पनि पिच बन्दैछ साथीहरू। यहाँबाट माथि लगभग 2-2.5 किलोमिटर होला हाइवे यो बाटो। बन्दैछ बाटो। राम्रो हुन्छ पिच बनाउनुहुन्छ। म चाहिँ अब पसलबाट पनि फर्किसकेको छु होइन साथीहरू। अब घर जान्छु अनि त्यहाँ एकछिन थोरै यस्तै घरायसी काममै अलमल हुन्छ होला मेरो आजको दैनिकी। आजको हाम्रो बिहानको नजारा हेर्नुहोस् सूर्योदय कसरी भएको छ। आज बिहान बिहानको सूर्योदय कडक आउँदैछ है। 7 पनि बजेको छैन यस्तो कडा आइरहेछ। हावाहुरी नचल्दा त राम्रै हुन्थ्यो। हावाहुरी चलेर बिजक बनाउँछ। दामी हो नेचर ब्युटी। यहाँ हाम्रो कालु पाण्डे भाइ पुरा दुध लिएर आउँदैछ जस्तो छ तल्लो घरको लागि। घाँस खिच्चाएको छ यसलाई बोलाएरमा के भन्दो रहेछ। दिपक अङ्कलहरूकोमा पैसा छैन चेन्ज अर्कोचोटि ल। अघि खुद्रा थियो मधु खाइहालेँ मैले। कतिको 5 को भएको बेला दिन्छु ल म आफै। गयो सानो छ दह्रो छ यार यो केटा लास्टै दह्रो। धान गर्दै थियो भागिहाल्यो नि के साह्रो रहेछ हौ सेना। भागो बाजे टङ्ग्रायो बाजे। सानोमा त लास्टै हुन्थ्यो यार। ल साथीहरू मैले आफ्नो गाउँघरको केही भाग थोरै तपाईँहरूलाई देखाउने कोसिस गरेको छु। मेरो ब्लग अलिक छोटो हुन्छ त्यही भएर धेरै त देखाउन सकिनँ। थोरै देखाएको छु। हाम्रो गाउँलाई माया गरिदिनु होला। भिडियोलाई माया गरिदिनु होला। साथ सपोर्ट गरिदिनु होला। लाइक सेयर कमेन्ट गरिदिनु होला। भिडियो जसले पनि हेरिदिनु भयो हृदयदेखि नै धन्यवाद। आउँदा ब्लगहरू पनि हेरिदिनु होला। आउँदा भिडियोहरू पनि हेरिदिनु होला। यसरी नै माया गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद। म नयाँ ब्लगर